हेलो नमस्कार 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 सबैजनालाई नमस्कार। आज पनि अब चट्ट छुट्टी ल पहिला जिरा आज पनि माछा हुँदैछ है माछा। ल साथीहरु जिरा पछि आज माछा पिनालु है माछा पिनालु साथी हो। आज माछा पिनालु खाने हो। अब एउटा हुँदैछ प्याज है साथीहरु। ल प्याज पिनालु फ्राई भइसकेपछि हल्का बेसार एड है साथीहरु। लाल पिला भयो चट्ट लाल भयो। ल बेसार सेसार हालेपछि अब हालिन्छ टमेटो। टमेटो हालेर चट्ट बनाइन्छ। अब मसला रमक्क पाक्छ। अलिकति नुन हाल्दिउँ सर्र पारेर। लै साथीहरु त्यो कुटेको मसला थियो नि त्यो अब हाले। गिलासको कुटेको मसला चट्ट यसलाई मोलेपछि चट्ट मसला भयो। अब हालिन्छ गरम मसला मिर्ची पाउडर है। त्यसपछि एड हुन्छ चिकन मसला है साथीहरु। ल चिकन मसला हालेर गाइस माछा भयो। अलिकति हाल्दिउँ निम्बु। अलिकति निम्बु हालेपछि पिनालु नकोक्याउला अनि माछा नफुट्ला। अलिकति हाल्दिउँ अब हरियो धनिया है। फाइनली भइसक्यो। लास्टमा हो यो अब यो चट्ट अनि भनौँ है कस्तो लाग्यो के लाग्यो है त।